नमस्कार। आज गणतन्त्र दिवस। गणतन्त्र दिवसको सबैलाई मेरो तर्फबाट शुभकामना। केही दिनअघि हाम्रो सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले काठमाडौँ गणतन्त्र दिवसको दिन नेकपा एमालेको कब्जामा हुनुपर्छ भन्ने किसिमको अभिव्यक्ति दिनुभएको हामीले सुन्यौं र आज गणतन्त्र दिवस मनाउन प्रदर्शन भइरहेको बेला सर्वसाधारण नेपाली नागरिकलाई सडकमै रोकेर हिँड्न नदिकन गणतन्त्र दिवसको प्रदर्शन भइरहेको हामीले देख्यौं र रोकिन बाध्य भएको नेपाली नागरिकहरूले आफ्नो सवारी साधनको हर्न बजाएर हामी आफ्नो व्यापार व्यवसाय गर्न हिँडिरहेको छौँ, हामी आफ्नो काम गर्न गइरहेको छौँ, हामी गरी खाने व्यक्ति हौँ, हामीलाई यसरी रोक्न हुँदैन भन्ने किसिमको अभिव्यक्ति दिएर आफ्नो असहमति देखाउनु भएको दृश्य हामीले विभिन्न न्युज च्यानल र सामाजिक सञ्जालमा देख्यौं। मलाई के लाग्छ भने सम्माननीय प्रधानमन्त्रीज्यूको त्यो अभिव्यक्ति र आज भएको यो घटना दुईटै अलोकतान्त्रिक गतिविधि हो। लोकतन्त्रमा यस्तो क्रियाकलाप सुहाउँदैन र हामीले बेला बेला विभिन्न बुद्धिजीवीहरूले भनिरहेको सुन्छौँ कि गणतन्त्रको विकल्प राजतन्त्र वा राज संस्था होइन, गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र हो भनेको। त मलाई के लाग्छ भने हामीले अहिले जस्तो गणतन्त्र भोगिरहेको छौँ त्योभन्दा अझ उन्नत गणतन्त्र बनाउने हो भने हामीले गणतन्त्रमा भएको यस्तो अलोकतान्त्रिक गतिविधिको विरोध गर्नुपर्दछ। त्यसै हुनाले म सम्माननीय प्रधानमन्त्री केपी ओलीजीको त्यो अभिव्यक्ति र आज भएको यो घटना दुईटैको विरोध गर्दछु। आशा गरौँ आगामी गणतन्त्र दिवस मनाइरहँदाखेरि कहीँ कतै कुनै नेपाली नागरिकले दुःख भोग्न नपरोस्, दुःख पाउन नपरोस्। अन्त्यमा फेरि गणतन्त्र दिवसको सम्पूर्णलाई मेरो तर्फबाट शुभकामना। धन्यवाद।